हेलो सबैलाई स्वागत छ मेरो नयाँ भिडियोमा मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला अनि पहिलादेखि सब्सक्राइब गर्नुभएको छ भने लाइक गरिदिनु होला सेयर गरिदिनु सो आज चाहिँ हामी जाँदैछौँ कहीँ टाढा नै जाँदैछौँ जयगाउँ अनि त्यसैले आज म भ्लग गर्न आँटेको थिएँ यत्रो दिन भ्लग आएन भन्दा चाहिँ किन भन्दा चाहिँ म चाहिँ बिमारी थिएँ अनि पढाइले गर्दाखेरि चाहिँ आउनु पाइनँ भिडियो हाल्नु अपलोड गर्नु पाइनँ तपाईँहरूले धेरै सपोर्ट देखाइदिनुभयो एउटा भिडियोमा राम्रो भ्युज आइरहेछ त्यसरी सपोर्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला यहाँ हुनुहुन्छ है राम्रोले पनि रेडी गर्नुहुँदैछ प्याकिङ गर्नुहुँदैछ पापाले चाहिँ केही गर्नुभएको छैन त्यतिको उयो राख्नुभएको छ मम्मीले चाहिँ प्रेस गरिदिनु भन्नुभएको छ कहाँ जाने अरे मामा आज भुटान होइन हौ तपाईँलाई कस्तो लाग्छ सबै यत्रो वर्षमा जानु आँट्नु हो हामी सबैजना गएको रेडी सेडी भएर है अल इन वाइट छ सबै हामी चाहिँ अहिले जुत्ता पनि सेतो सेतो भयो तपाईँको बाई अहिले चाहिँ हामी जाँदै टोटो पर्खिनु छ अब यहाँ हो त्यही त 8 बजेको ट्रेन भनेको पाउने आँटै भइसक्यो अहिले चाहिँ सबैजना टोटोमा बसिराख्नु भएको छ 80 वर्षमानको अन्त यहाँ चाहिँ हाम्रो प्यारो मामु हुनुहुन्छ अन्त मुख बिगार्नुहुन्छ यता चाहिँ भाइ छ यो भाइले त मुख बिगारेको यता बाबा यता बोजू हुनुहुन्छ हाँस्नुहुँदैछ अन्त हाम्रो फाराबारीको रोड चाहिँ यस्तो छ तिनजना यहाँ छौँ एकजना अगाडि बसिरहेको छ ये कर लो पहले यहाँ चाहिँ भाइ भन्दै भाइ ऊ मुडीवाला भैया 10-15 मिनट लाग्छ माथिको भाइ गर्छौँ हेलो भाइ साह्रै पारा ल्याएन कि त्यसैले मैले भ्लग अब बाङ्गो रहेछ त्यसले पारा ल्याएन अब मै भ्लगर बनिनु कुरा यस्तो पारै छ मै हो अब नामहरू फेरि क्यामेरा देखेपछि मुख स्माइल मोड अन भइहाल्छ घर आइसक्यो मैले चाहिँ जयगाउँको भुटानमा सुट गर्नु सकेन किनभने चाहिँ म बिमारी भएको थिएँ अनि बनाउने कोही थिएन भाइलाई बना भन्दा पनि बनाउनु मानेन अन्त बिमारी भएँ त्यसैले अब घर आएको थिएँ हिजो हामी घर आयौँ अहिले चाहिँ पापा र म चाहिँ निगो बस्नु जाँदैछु पर जङ्गल देखाउनु त मन थियो नि जयगाउँ भुटानभित्र पसेको भित्र पसिनँ तर म चाहिँ म र भाइ चाहिँ पापा मम्मी दिव्या बहिनी चाहिँ पस्यो हामी चाहिँ बाहिर बस्यौँ बाहिरमा भाइलाई पस्नु दिएको थिएन नि त त्यसले अहिले चाहिँ हामी निगो खोज्नु पापा त्यो चाहिँ फाराबारी जङ्गल हाम्रो सावा नदीको जङ्गल अब त्यो खोज्नु जाउँ भनेको पर बाँदर रातो बाँदर उभिरहेको रहेछ यताबाट बसिरहेको छु हामी अन्त अहिले चाहिँ यताबाट जाउँ न खोल्छातिर गएको नि बस्नु गाडीहरू राखेको मान्छे यता हेर्नु के गर्छ उबाट खोल्ची छ बाटो त कुन नदी जस्तो छ सानोबाट त्यतातिर पाउँछ यहीँ पुलस गर्नु त्यसलाई खेदाउनु त यहाँ गर्दा हुनेछ यहाँ चाहिँ हाम्रो पुलअप गर्ने ठाउँमा चाहिँ बसिराखेको छ बाँदर ओइ मान्छेहरू सबै छ यता मर्निङ वाकको लागि आउँछ हाम्रो यता किनभने यता चाहिँ हाम्रो जङ्गल छ फ्रेस एयर पाउँछ अन्त वेदर उत्यो पनि दामी छ नि त चिसो चिसो छ त्यसैले यो चाहिँ फ्लावर यो साउन नदी हाम्रो
We have reached our destination. English and Papa said you start. Even I know. यति बेला बाटो बाटोमा चाहिँ तिमी भित्र भित्र नपाउँछ उता रहेछ जुकाटा त्रास होइन त्यस्तो त्यस खानु त न एकचाक बेला पार्नुहुन्छ त्यो पनि भयो नि त्यसको त भएर पार्नु पऱ्यो यो चाहिँ फरवरी जङ्गल हो अन्त यो सिन भनेर राम्रो चाहिँ सिन चाहिँ हुँदैन ल हाम्रो गाउँमा छैन हो यतापट्टि चाहिँ खोला छ साउन नदी यतापट्टि टक्कै एउटा जङ्गल भएको छ यतापट्टि तल यता त्यहाँ पनि खोला भएको थियो पहिला अहिले त सुकेर खोलै छैन यता अहिले त जङ्गलै भएको छ तलको खोलाको बाटो पनि ट्राभलिङ रोकल साल बाबाले आइ पाराले डेडिकेसन क्या डेडिकेसन यसलाई भन्छ बिहानको 6 बजी निगो खोज्ने डेडिकेसन बाबा चाहिँ टिप्पा पारेर हामीले यो चाहिँ मैले टिपेको यति पापाले चाहिँ यत्रो टिप्नु भयो मैले यति टिप्दा पापाले चाहिँ 3-4 छाक पुऱ्याएसम्म हो मैले भर्खर यति टिपेँ पापा प्रो हो नि त हाम्रो प्रो मान्छे हामीले गर्नु भयो भर्खर सिकेको हामीले यस्तो टिप्नु यस्तो जङ्गलतिरबाट जानुपर्छ अन्त सक्छ शीतले टिप्न सकेन हामीले अहिले शीत बेलुका बेलुका शीत गएपछि म भाइ म पापा सबै भएर आउने सबै मजाले टिप्ने अझ घक्को छ त्यहाँ सबै नि कुरो छ त्यहाँ ऊ भएर दाजु हुनुहुन्छ ऊ अन्त दाजु अरे कल अन्त त्यही भएर छाड्नु के टिपेको चाहिँ मलाई याद छैन एकचोटि पुलअप्स गर्नु पऱ्यो म तपाईँको क्यामेरा त कस्तो स्टिल बस्दो रहेछ फ्रन्ट पनि मेरो क्यामेरा नहल्ली बस्दो रहेछ पैसा मेरो फोनमा त आम्मामा अघि त्यहाँ बादल थियो पुलअप्स गर्ने ठाउँमा अहिले छ कि छैन त्यो वाटर पल्युसन ठुलो ठुलो पूजा गर्छ तर फ्याँक्ने बेलामा चाहिँ नदीतिर फ्याँक्छ यस्तो यस्तो पनि बढ्नु पनि नपाउने भने तर के गर्नु कल्चर भन्छ कल्चरको हिसाबले त गर्नु पऱ्यो अब पापाले चाहिँ उसले हाफप्यान्ट भिजीमा पनि गर्नु हुँदो रहेछ खोज्नु हुँदो रहेछ कि अघि भने मैले डेडिकेसन त्यतिको हुनुपर्छ नि त मान्छेमा डेडिकेसन भनेको चाहिँ अब चाहिँ म चाहिँ पुलअप्स गर्नु आँटेको बाबाले भिडियो बनाउनु हुँदैछ कति गर्छु होला कमेन्ट भएर भनिदिनु होला कति गर्छु भनेर होला ल झन्डै गानो गयो पहिला हामी कुद्दा त गर्थ्यो नि 12-13 हो अन्त अहिले चाहिँ बिचमा छोड्यो नि त हामी बिमारी भइरहेको छु अहिले पनि त्यसैले कम्ती गर्नु सक्यो तपाईँ पनि गर्नुहुन्थ्यो नि बाबा अब हामी चाहिँ मेन रोड चाहिँ पुग्नु आँट्यो क्या ऊबाट चाहिँ पुग्नु आँट्यो मैले भनेको नि के भन्छ निगोरो जति खोज्यो बेच मुठा बनाएर बेच्नु भनेर जहिले आउँदै खोज्दै बेच्दै तपाईँहरू सिलगढीको हो भने चाहिँ फाराबाई चाहिँ मस्ट भिजिट है यस्तो दामी ठाउँ चाहिँ यस्तो दामी ठाउँ छ अनि वेदर पनि दामी छ यता दामीको हुन्छ चिसो चिसो जङ्गलभित्र त झन् के भन्नु अर्को डाइमेन्सनमा आएको जस्तो लाग्छ जङ्गलभित्र यो जङ्गल होइन कि पर माथि कुतुको जङ्गल बस्यो भने चाहिँ हामी मेन रोड पनि आइसक्यो घर पनि उपर देखिरहेको छु मैले
अब चाहिँ हामी रोड पुग्यो खाराबारी रोड हाम्रो शिखा रोड के अहिले त अर्कै नाम अग्रम सिरी रोड यो चाहिँ खाराबारी रोड हाम्रो है यो ठाउँ हेर्नु न यो ठाउँ चिनिहाल्छ नि बिहानहरू मान्छेहरू चाहिँ यहाँ सिलगढीबाट टाउनबाट चाहिँ यहाँ मर्निङ वक जगिङहरूको लागि आउँछ यस्तो दामी वेदर हुँदा हुँदै कहाँ जानु अरू होइन छेउमा पनि छ सिलगढीको बेसी टाढो पनि छैन त्यो सिलबकतिर त अर्कै भइहाल्यो त्यो त राम्रो ठाउँ नै छ यो पनि दामीको ठाउँ छ अहिले त सबै काम दाम सकेर हामी ढल्किरहेको छु म एडिट गर्दै थिएँ तपाईँ हेर्नुहुँदै थियो के भन्नुहुन्छ के भन्नु ठिकै छ एडिट हेरेको सिक्दै गरेको तर सिक्न दिनभरि लाग्ने दिनभरि त के वर्षौँ लाग्ने रहेछ जान्दिनँ रहेछ आउँछ हो अब सिकेको सबै त आउँछ म अब चाहिँ भ्लग चाहिँ एन्ड गर्छु अब केही छैन मेरो लाइफमा इन्ट्रेस्टिङ अब यो दिनमा इन्ट्रेस्टिङ केही छैन त्यसरी अब मेरो भ्लग एन्ड हुन्छ तपाईँहरू अहिलेसम्म यहाँसम्म हेर्दै हुनुहुन्छ भने चाहिँ लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला अनि सेयर चाहिँ गरिदिनु होला है बल्ल ग्रो हुँदैछ च्यानल होइन अझै ग्रो गरिदिनु होला तपाईँलाई धन्यवाद धेरै धेरै एउटा भिडियो चाहिँ साह्रै चल्यो मजाले नै सब्सक्राइब त्यसबाटै भन्दैछ त्यसरी सपोर्ट देखाइदिनु होला सबैले नयाँ च्यानल सब्सक्राइब गरिदिनु होला बेसी जस्तो सब्सक्राइब नगरी हेर्नेहरू हुनुहुँदो रहेछ मैले देखेको प्लिज सब्सक्राइब गरिदिनु होला एउटा त्यो सब्सक्राइब गर्दा केही जाँदैन तपाईँहरूको पैसा जाँदैन होइन प्लिज गरिदिनु होला